गुगल स्टोरेज फुल भएर हैरान हुनुभएको छ भने तपाईहरु सजिलैसँग यो भिडियोबाट त्यसको समाधान गर्न सक्नुहुन्छ। अब तपाईहरुको गुगल स्टोरेज फुल भएको छ भने तपाईहरु सजिलैसँग त्यसको समाधान गर्नको लागि तपाईहरु आफ्नो मोबाइलबाट सजिलैसँग गुगल फोटोज भन्ने अप्सनमा जानुपर्ने हुन्छ। एप्लिकेसनलाई ओपन गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मेरो गुगल फोटोज भनेर यसमा शो गरेको छ। मैले त्यसमा टच गरेको छु। टच गरेर जस्ट माथिपट्टि आफ्नो जीमेल को लोगो दिएको हुन्छ त्यसमा जानु होला। त्यसमा गएर जस्ट यसमा ब्याकअप भन्ने अप्सन रहेको छ। जस्ट यसलाई तपाईहरुले टच गरेर ब्याकअपलाई सरी तपाईहरुले अफ गर्नुपर्ने हुन्छ। अफ गर्नु होला। अफ गरेर ब्याक आउनु होला। यसमा चाहिँ म ब्याक आएको छु। अब तपाईहरु सजिलैसँग सर्चमा जान सक्नुहुन्छ। यसमा चाहिँ मैले सर्चमा टच गरेको छु। अब तपाईहरु सजिलैसँग यसमा भिडियोजहरु तपाईहरु सजिलैसँग विभिन्न किसिमको अप्सनहरु हेर्न सक्नुहुन्छ। नत्र तपाईहरु यसमा सर्च पनि गर्न सक्नुहुन्छ। जस्ट मैले भिडियोजमा टच गरेको छु। अब तपाईहरु सजिलैसँग यसरी तपाईहरुले यो भिडियोलाई यसरी तपाईहरु सजिलैसँग यसमा गुगलमा सेभ भएको भिडियोहरु तपाईहरु सजिलैसँग यसरी तपाईहरु यसबाट डिलिट गर्न सक्नुहुन्छ। जस्तै यसमा मैले यसरी डिलिट गर्न गएको छु। यसरी डिलिट गर्दा तपाईहरु सजिलैसँग यसमा नसँग तपाईहरुको गुगल स्टोरेज क्लिन हुन्छ। यसमा चाहिँ मैले यसरी डिलिट गरेको छु। तपाईहरु सजिलैसँग समाधान गर्न सक्नुहुन्छ।